राम राम पुरै उज्यालो भइसकेछ अहिलेसम्म बुहारी उठेकी छैन क्या म त कस्तो सन्चो नभएर मर्न आँटेँ आज उठ्न पनि नसक्ने भएँ के गरी उठ्नु एकछिन सुत्न भए पनि हुन्थ्यो बुहारी पनि सुतिराखेकी होली म त उठ्नै नसक्ने भएँ अब के गर्नु अब एकछिन सुत्छु अनि उठ्छ कि यसो बाटो हेर्नु पर्यो कति भइसक्यो राम्रो 6 बजिसकेछ छक्का भइसकेछ घाम पनि भित्र आइसकेछ उठ्दिनँ त यो बुहारी त पेट दुखेर म आगिसकेँ रिगाटा चलेर ओछ्यानबाट पनि उठ्न नसक्ने भइरहेको छु के गर्नु अझै उठेकी रहेनछ कि क्या हो उठाउन जानु पर्यो अब के गर्नु उठ्न पनि सक्दिनँ त कति बेलासम्म सुतेँ कि यत्रो बिहानभरि बुहारी ए बुहारी ए बुहारी बुहारी ए बुहारी उठ न हौ म त आज साह्रो परेँ बिरामी भएर उठ्नै नसक्ने भएँ कति गनगन गरेको हौ मम्मी बिहान बिहानै आफूलाई सन्चो नभएर यसो सुतेको कति गनगन गर्नुभएको हौ आज म कस्तो बिरामी भएर घरको काम गर्नै नसक्ने भएँ उठेर गरिदेऊ न म त चक्कर लागेर हेर न उठ्नै सक्दिनँ म सक्दिनँ मम्मी मेरो पनि टाउको दुखेर साह्रै भएको छु गर्नु न मम्मी त्यति काम त घरको काम उठेर बिस्तारै बिस्तारै गर्नु न म त यहाँ बल्ल यहाँ आइपुगेँ 10 ठाउँ समाउँदै आइपुगेको यहाँ सक्दिनँ आज म त साह्रो परिरहेछु म त नसक्ने नै भएर भनेको तिमीलाई सक्ने भए त भन्दिनँ थिएँ मेरो पनि साह्रै टाउको दुखेको छ गर्नु न मम्मी त्यति काम गर्नु त गनगन नगर्नु न ढोका तान्दिएर जानु म एकछिन सुत्छु जहिले म बिमारी भएकोमा तिमीले चाहिँ बिरामी भइहाल्नुपर्छ गनगन नगर्नु न मम्मी कि ठगेको तिमीले सासूले गरोस् भनेर के गर्नु र आफू बिरामी भएको ऊ पनि सँगसँगै बिमारी भइछ जहिले यस्तै गरेर ठग्छ मलाई जहिले यसै गरेर ठग्छ मैले कसरी सक्नु नि भगवान् के गर्नु छोरालाई सुनायो भने पनि मेरो बुढीलाई सन्चो छैन कति किचकिच गरेको आमा तपाईँले भनेर भन्छ मलाई निगाली गर्छ छोरालाई पनि भन्न मिल्दैन म त कस्तो कर्म लिएर आएछु नि यस्तै हो भने त कसरी बाँच्नु म मर्छु होला हौ म त रिगाटा चलेर मरे अब उठ्दिनँ बुहारीले अब पूजाका भाँडा पनि मोल्नुपर्ने पूजा पनि गर्नुपर्ने घरमा थोरै काम छैन त्यो सानो छोरालाई स्कुल पठाउनु पर्ने कसरी भात पकाएर मैले पठाउनु आज चाहिँ नसक्ने नै भएर भनेको थिएँ तर सकिँदैन रहेछ भगवान् छोरा पाएँ छोरी पाएँ यस्तै बुढेसकालमा सुख पाउँला भनेर जबरजस्ती गरेर छोरालाई बिहे गर्न छोरा बुहारी ल्याइदियो मलाई बुढेसकालको साथी हुन्छ भने तर के गर्नु यी खाएँ अब यही गर्नलाई बिहे गरेँ क्या काम गर्दा 24 घन्टा काम गरेको गरेँ अनुहार पनि हेरि नसक्नु भएको छ कति बुहारी मात्रै रम्रेर हिँड्छ म पनि आज जेसुकै होस् पार्लर गएर आउँछु कराए नि कराओस् के गर्छु जान्छु म उसलाई मात्रै पकाएर खुवाएर मात्रै गर्नु 24 घन्टा लु खा म पनि आज जान्छु पार्लर अनि हेरौँ न के गरिदिरहेको छु भने राम 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 यी बुढी कहीँ नि कि ठम ठम गरेर यिनलाई म जानेको छु भरे आउनु न यो घरमा जति गरे पनि त्यत्तिकै हो आज त मजाले पार्लरमा परेला सरेर उखेलेर राम्री भएर जान्छु म पनि जेसुकै होस् कति गर्नु हौ गर्न पनि वाक्का भइसकेँ म गर्दा राम 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 मम्मी कहाँ गएर आउनुभएको तपाईँ पार्लर गरेर आएको पार्लर अनि यो उमेरमा के को पार्लर कुदेको हौ अनि तिमीहरूले मात्रै पार्लर जानुभएको हुन्छ हामीले जान मिल्दैन अनि हामी पो भर्खरका केटी मान्छे जान्छौँ त अनि तपाईँ त बुढी भइसक्नु भयो त अब कसलाई देखाउनु छ र हामीलाई पनि रहर हुन्छ नि त रहर अब रहर गर्ने उमेर गयो अब त्यस्तो रहर गरेर हुँदैन अब घरमा चुप्प लाएर बस्ने पार्लर कुद्ने होइन बस्छु यत्रको